शिव र जालन्धरको नामबाट रहेको हजुर सिजा शिव र जालन्धरको नामबाट सिजा नामकरण भयो। हजुर अनि यो 2224 राजाको शक्तिशाली राजा हो यहाँको। हजुर यो राजालाई बहादुर शाहले लास्टमा बहादुर शाहको पालामा यो कब्जा भयो। त्यसैमा शाहले कब्जा गर्न सकेनन्। यो क्षेत्र विशाल क्षेत्र थियो। यो सिमलादेखि कुमाऊगढदेखि लिएर हामीसँग नक्सा पनि छ यसको। यो राज्य गरेको यहाँको राजाले काठमाडौँको राजालाई आक्रमण गर्न भोज खुवाएर त्यहाँ लिएर त्यहाँ आक्रमण गर्न आएर यहाँ बसेको राज्य हो। यो अहिले राज्य अन्त भयो, अब एकीकरण भयो, अब अहिले आएर लोकतन्त्रै आयो, राजा अन्त भए, अब नेताहरूको बगाल भयो। यहाँ नेताको बगालमा धेरै बिरालाहरू भएपछि मुसा मर्दैन। यहाँ नेपालमा बिराला धेरै छन्, यो मुसाको चकचकी छ यहाँ। यो भए हुनाले नेतृत्व राम्रो भएन। बाको अब यो जुन प्रजातन्त्र आएपछि हजुर विकास भएको जस्तो अनुभव हुन्छ कि? विकास भयो, प्रजातन्त्र आयो, विकास भयो, काहीँ विनाश पनि भयो। बाटा काटे ठुला ठुला डोजर हालेर खानीहरू ठाउँहरू सारा तोडफोड भए। त्यो बेला डोरेटा बाटा थिए, खानी तोडफोड थिएन, जमिनहरू उर्वरा थिएन होइन, जङ्गल बाग्लो थियो, जङ्गल विनाश भयो, जन्तुहरू छैनन्, चराहरू छैनन् होइन। बाटो त बन्यो तर यहाँको वातावरणीय असर भयो। एकदम सही।